हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आजको मिनी ब्लग सुरु गर्दैछु। अनि आज चाहिँ म कलेज नगएको दिन थियो नि त। अनि कलेज नगएको दिन त अब खाना त पकाउनु परिहाल्यो। फ्रिजमा हेर्छु त साग रहेछ, साग र यो फर्सी रहेछ। अनि मलाई फर्सी नि मन पर्दैन, साग पनि त्यति मन पर्दैन के। अब मन नपरे नि के गर्नु, जे छ त्यही पकाइदिनु त परिहाल्यो होइन, आफूलाई मन नपर्ने भनेर हुँदैन। अनि त्यसपछि त्यही साग पकाइदिएँ। साग चाहिँ फेरि फ्रिजमा राखेर कति ठिरो हुने थियो क्या, कति दिन भएको थियो पनि। अनि फेरि पानी त्यस्तै चिसो छ है। अनि अहिले त कस्तो चिसो बढेको छ क्या काठमाडौँमा लास्टै है। अनि तपाईँहरूकोतिर कस्तो छ, तपाईँहरू कुन ठाउँदेखि हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि मेरो चाहिँ खाना पाकिसकेको थियो। अनि त्यसपछि फेरि उतापट्टिको रुम त सफा भयो, तर पनि यतापट्टिको रुम त त्यस्तै थियो। अनि रेस्मिता चाहिँ प्रोजेक्ट गरिराख्यो कि, नभए त्यसले गर्थे। अनि मैले गरेँ, अलिअलि गरेर सफा गरेँ। अनि अलिअलि मात्रै गरेँ, त्यति धेरै पनि सफा गरिनँ, किनकि मलाई अल्छी लाग्छ। मान्छे देख्यो भने एकजना मात्रै देख्यो नि अल्छी लाग्छ क्या मलाई। एक्लै भयो भने त है यताउता गर्न रमाइलो लाग्छ के। जस एक्लै बस्न त मन लाग्छ, तर पनि कोठामा बस्दा त अल्छी लाग्दो रहेछ। अनि रुम पनि सफा गरेँ, यतापट्टिको खाट पनि सफा गरेँ। अनि त्यसपछि सफा गर्दै मलाई चाहिँ अब फेरि एक्लै बसिराख्न अल्छी लाग्यो कि। अनि त्यसपछि बाबा पनि एक्लै हुनुहुन्थ्यो नि त कारखानामा। अनि चाबी लाएर कारखानातिर लागेँ दाइलाई बाई भनेर। अनि दिदीको चाहिँ आज बर्थडे रे के। अनि दिदीले मलाई चक्लेट दिनुभयो। अनि त्यसपछि बाबालाई खानु भने त नखाने रे। अनि मैले पनि गमका गम खाइदिएँ। अनि बाबा र छोरी लाग्यौँ मङ्गलबजारतिर। बाबा हिँडेको स्टाइल देख्नुभयो। अनि त्यसपछि बाबा र छोरी गफ गर्दै लाग्यौँ। अनि आदर्श कन्या मेरो स्कुल आइपुग्यो पहिलाको। अनि त्यसपछि हामी बाबाले पाइन किन्ने ठाउँमा पुग्यौँ। अनि त्यसपछि पाइन किनेपछि म चाहिँ घर आएँ, बाबा चाहिँ मङ्गलबजारै हुनुहुन्थ्यो। अनि बाबालाई खाजा लग्दिनँ भनेर 3 बजिसकेको थियो कि। अनि रोटीको हालत चाहिँ यस्तो भयो कि, बनाउन